3 वर्षीय बालिकाको निर्मम हत्या, शव खोज्न सघाइरहेका व्यक्तिलाई नै कुकुरले भोकेपछि पक्राउ। बाराको जितपुर सिमरा उपमहानगरपालिका 2 भक्तिनगरमा 3 वर्षीय बालिकाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो। प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र घृणित कार्यपछि हत्या गरिएको खुलेको छ। साउन 2 गते साँझ करिब 5:45 बजे भक्तिनगर स्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन्। लगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिलीप छेत्रीको कमान्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुँवरको कमान्डमा थप सोको टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त शिव जितपुर सिमरा उपमहानगरपालिका 2 10 धुरी बस्ने 3 वर्षीय बालिका रहेको खुलेको छ। प्रहरीका अनुसार उनी साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराएकी थिइन्। बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ना 1 7758 नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको भनाइ छ। मंगलबार साँझ बारा प्रहरीले कुकुर सहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो। त्यति बेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाएझै गरिरहेका थिए। सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले हिरासतमा लियो। थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालक समेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका 1 बस्ने 24 वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ। चौधरी विरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको थप तथ्य प्रमाण संकलन गर्न नेपाल प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरेको जनाएको छ। दर्शकबिन, यति सानी नानीलाई यस्तो क्रूरतापूर्वक हत्या गरिएको छ। यस्ता दोषीलाई कस्तो सजाय हुनुपर्छ? तपाईको आफ्नो व्यक्तिगत प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।